Hi everyone, that's me Sankalpa, an emerging traveler जो सधैँ नयाँ ठाउँ यात्रा र अनुभवहरूको खोजीमा भइरहन्छ. Traveling for me, it's not just about reaching the destinations. It's the memories we make and the little moments that stay with us after the journey ends. त्यति कुराहरू गर्दैमा meet my friends. It's wonderfully unique and a little crazy in their own way. Talking about crazy, Nuakot welcomed us with a crazy hot weather. भन्नुपर्दा डल्ने खालको नै घाम थियो. But भन्ने गर्छन्, adventures are not meant to be comfortable. They are meant to be memorable. अनि मेरो यो यात्रा memorable नै थियो. So anyway, grab a seat, hit the play button, and come along for the laughs, the chaos, and the magic we found along the way. We plan to travel start at 1 PM. तर 2 बजिसक्यो अझ कोही पनि आउँदैन. अनि एकछिन कुरे and finally I showed up. त्यसपछि बिस्तारै केटाहरू पनि ग्यादर हुँदै गयो. We decided to meet up at Mangaljuku. अनि त्यहाँबाट चाहिँ हाम्रो जर्नी बिस्तारै स्टार्ट भयो. अनि लगभग 1 घण्टा ओह्रालो झरेपछि we reached Sahare. धेरै चाँडो पुग्यो नि काम छ नि हैन. बाटो भन्ने ठिकठाकै थियो तर गर्मी चाहिँ ओभर नै गर्यो. पैसा तैसक्यो. यहीसँग त छ नि पैसा. किन हो नि त्यो त? के भन्नु? त्यहाँ एकचोटि भन्यो मलाई किन्नु पर्यो भनेर. तैँले किन्नु पर्यो. छ हेरि भन्छस्. नुवाकोटको अब couple of hours त्यसपछि हामी आफ्नो डेस्टिनेसनमा पुग्छौँ. When you are first time riding bike, it's how it looks, and this is Buswa. Straight out from Ilam. कस्तो गर्ने हैन इलाम त धेरै भइसक्यो इलाम त क्या गर्मी भयो यार कालो आएन कालो आएर त हैन कालो छैन ठिकै छ. सधैँ ठिक हुन्छ. जाउँ.
भन मेरो यो चाहिँ यतातिर के भन्छ अरे आलु बोखारा हाम्रोतिर चाहिँ आलु चाप भन्छ क्या नफुल्नु माया मनभरि How's it going, bro? Too tired but exciting journey. How's the view, bro? View हेर न यस्तो बनाउँछ 6 मिनेट 6 किलोमिटर गरेछ है डाबर हनी चाहिँ भने त्यही रेस्टुरेन्ट चाहिदैन हनी चाहियो यार Finally, after 8 hours of ride and 6 kilometers of off-road, finally बाखरमा आइपुग्यो को हल्ला गर्नुको It's our team. You guys सबैजनाले मगाउने भने नि विश्व यहाँ त्यो क्लास भ्याएन चाहिँ हरि मेरो होइन यो मेरो आइफोन हुन्छ होला नि कुनै दिन त सुनिल अनि त्यो प्रश्न भयो उ साँधे खान्छ जस्तो वाइवाई साँधे भटमा साँधे अब हामी we'll have a little guitar session with guitarist Biswa भनेको केही समय गिटार प्र्याक्टिस गरिसकेपछि finally it was the turn of person to sing. And the guitar session रातभरि नै चल्छ मर्निङ breakfast and that's our weekend. चिकन हो हेर चिकन बस्नु छ के गर्छु हैन त्यही चेक गरौँ के हामी चाहिँ अब काठमाडौँतिर गए ready and you will go starting हैन
लगाउनु पऱ्यो स्टोरीमा